कार्ड टाँसिदिने टक्राउन चाहन्छु। सर्वप्रथम त मलाई पनि कार्यक्रममा निमन्त्रण गरेर केही शब्दहरू राख्ने अवसर दिनुभएकोमा म मेरो व्यक्तिगत तर्फबाट र सिङ्गो घोसेगुले गाउँपालिकाको तर्फबाट उत्तरगाई गाउँपालिकालाई हार्दिक धन्यवाद दिन चाहन्छु र साथसाथै कार्यक्रम भव्य सफलताको शुभकामना पनि दिन चाहन्छु। समयको पाबन्दीलाई मध्यनजर गर्दै म धेरै कुराहरू राख्न चाहन्न। आज यस रनिङ स्टिल कपमा सहभागी हुने सम्पूर्ण खेलाडी भाइ बहिनीहरू, तपाईँहरू यो गाउँपालिका स्तरमा मात्रै सीमित रहनुहुने छैन भन्ने कुरामा मैले पूर्ण विश्वास लिएकी छु। तपाईँहरूले यो रनिङ स्टिलमा गाउँपालिका स्तरीय रनिङ स्टिलमा आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गरेर तपाईँहरू भोलि जिल्लामा, तपाईँहरू भोलि प्रदेशमा, तपाईँहरू भोलि राष्ट्रमा एउटा महत्त्वपूर्ण गाना भनेर महसुस गर्दै आफ्नो खेल कौशलता प्रदर्शन गर्नुहुनेछ भन्ने कुराको पनि मैले आशा राखेकी छु। सम्पूर्ण खेलाडी भाइ बहिनीहरू, वास्तवमा खेल भनेको मलाई लाग्छ राजनीति, खेल र युद्धमा एउटै मात्रै लक्ष्य हुन्छ। त्यो लक्ष्य भनेको जित हो र त्यो जित समग्रतामा कहिले हासिल गर्न सकिन्छ भने एक आपसमा अनुशासन, एक आपसमा कार्यकौशलता र एक आपसमा आफूभित्र भएको क्षमता प्रदर्शन गर्न सक्नु नै जित हासिल गर्नु एउटा बलियो आधार हो भन्न चाहन्छु। र खेलाडी भाइ बहिनीहरू, पूर्व अमेरिकी राष्ट्रपतिले भन्नुभएको छ देशले हामीलाई के दियो भन्दा पनि हामीले देशलाई के दियो भन्ने महत्त्वपूर्ण हुन्छ भने जस्तै खेलाडी भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरूलाई के दियो भन्दा पनि तपाईँहरूले कति दिन सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ। तसर्थ तपाईँहरूले आफ्नो विद्यालयको खातिर, तपाईँहरू आफ्नो ठाउँको लागि महत्त्व राख्दै आफ्नो क्षमता प्रदर्शन गर्नुहुनेछ भन्ने कुराको पनि मैले आशा राखेको छु। र अन्त्यमा म सम्पूर्ण खेलाडी भाइ बहिनीहरूलाई यो पनि अनुरोध गर्न चाहन्छु, सुरुदेखि अन्त्यसम्म तपाईँहरू अनुशासित ढङ्गले आफ्नो खेल प्रदर्शन गर्नुहोस् भनेर पनि अनुरोध गर्दै यो कार्यक्रम सफल र भव्य सफलताको शुभकामना दिँदै म यहाँबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।